छौँ अलिअलि बाटो बनाउनु रहेछ अलिअलि जाममा हम मुस्ताङ जानलाई भिड है मुस्ताङ जाने आउने तातो पानीतिर पुग्नलाई नेक्स्ट लेभल एडभेन्चर भएको छ रमाइलो भइरहेको छ अफरोडिङ जाम यता खोला यता पहाड म त पोखरा भनियो मुस्ताङै पुग्न लाग्यो मुस्ताङ पुग्न लाग्यो के गर्ने बाटो कहीँ अप्ठ्यारो छ कहीँ सिर्लिक्कै छ रमाइलो छ है तर धेरै ठाउँ पिच चाहिँ भइसकेको रहेछ अनि हामी तातो पानी आयौँ तातो पानीसम्म आउँदा चाहिँ धेरै ठाउँमा पिच भइसक्यो म्याक्सिमम दिस इज रूपसे झरना है रूपसे झरना झरना चाहिँ बबाल छ चिसो छ हामी लेते आउन लाग्यौँ 6 बज्न लाग्यो लेते डाँडा आयौँ साँझतिर हल्का चिसो चाहिँ हुन्छ भइरहेको धेरै गर्मी भयो कि त्यही भएर हामी चिसो कहाँ रमाइलो छ हिँड्दैछौँ अब लेतेतिर आयौँ रेस्टुरेन्ट छ डेस्टिनेसन चाहिँ हामी चाहिँ लेते फटेर अगाडि हामी
हेलो गाइज, आज चाहिँ हाम्रो डे 3 है। हामी चाहिँ अब मुस्ताङमा छौँ। चिसो चिसो छ, 5:30 भएको छ। बहुत चिसो चिसो हो। अब चाहिँ हामी निस्किनलाई रेडी छौँ। निस्किन्छौँ, चिया खान्छौँ अनि निस्किन्छौँ। अब भ्यू त देखाउनै पर्यो, मुस्ताङ आइसकेपछि होइन र। ल अब हामी यसो यो ठाउँदेखिको भ्यू हेर्छौँ है। ल अब हामी रेडी भइसकेको छौँ। अब हामी जाने। अब हामी मुक्तिनाथ बाबाको दर्शन गर्न जाने। यहाँबाट आधी घन्टामा जमसम पुगेर त्यसपछि अब हेरौँ कतिमा पुगिन्छ। हामी हिँड्दा 5:45 भइसकेको छ। अब होइन, एभ्रिथिङ इज रेडी। Bag is ready. Bag is ready. Water is ready. Helmet is ready. Everything is ready. हामी बसेको होटल चाहिँ यो हो। यहाँ राम्रो रहेछ। कोही आउन चाहनुहुन्छ भने यहाँ चाहिँ फोन गरेर आउन सकिन्छ है। यहाँ बोर्डमा छ नम्बर। हामीहरू अब मुस्ताङतिर मुक्तिनाथ मन्दिरतिर जाँदैछौँ। वाइल्ड चिसो यस्तो चिसो। नेक्स्ट लेभल फन ल हामी चाहिँ अब एकैछिनमा कागबेनी पुग्छौँ। भ्यू त बबाल छ है। म 8 क्लासमा आएको थिएँ मुस्ताङ। त्यतिखेर चाहिँ हामी प्लेनमा आएको थियौँ। मम्मी, म, मामाहरू, दिदीहरू आएको थियौँ। त्यतिखेर प्लेनमा आएको थियौँ 8 क्लासमा हुँदाखेरि। अनि मम्मीले अब त आइन्न भन्दै हुनुहुन्थ्यो। मैले मम्मी हामी त आउनु पर्यो नि, अब आउनु पर्यो नि भनेको। के त हामी स्कुटीमै आइयो हेर है। तर बाटो चाहिँ राम्रो छ है। त्यो अलिअलि अफरोडिङ त हुनै पर्यो, मुस्ताङ हो। यति माथि आइसकेपछि अलिअलि अफरोडिङ त हुनु पर्यो, तर त्यस्तो गाह्रो चाहिँ छैन। अब धेरै बोल्न नि अब स्यास्या हुने होला। फेरि माथि अल्टिट्युडमा छौँ। अब हिँड्दै जाऊँ स्कुटीमा। अब जाँदैछौँ, हिँड्दैछौँ। हेरौँ ल मन्दिरमै गएर कुरा गरौँ। ल रेडी भइसक्यो हन् सुभाष। ल हामी चाहिँ कागबेनी गयौँ, सो दर्शन गऱ्यौँ। अनि त्यसपछि अब हामी मुक्तिनाथतिर जाँदैछौँ।
ल सर आहा बल्ल घाम लाउँदै घाम झुल्किँदैछ हाम्रो 7:30 भइसक्यो यस्तो रमाइलो छ आहा रमाइलो छ। ल हामी चाहिँ अब पार्किङ गऱ्यौँ स्कुटीमा यो खतरा उकालो कागबेनी पछि त खत्रै उकालो रहेछ। कागबेनीसम्म चाहिँ त्यस्तो केही छैन तर पिच चाहिँ पिच छ तर उकालो चाहिँ खतरा उकालो छ कागबेनी पछि। अनि त्यसपछि अब हामी माथि चढ्छौँ बिस्तारै बिस्तारै चढ्छौँ। कहाँ पुग्छ चाहिँदा चाहिँ झर्दा चाहिँ मुक्तिनाथ मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। ल अब मुक्तिनाथ हामी चाहिँ मन्दिर जानलाई उकालो चढ्दैछौँ। मजा आइरह हाकिया लेकिन नहीं जाएगा बोल रहा है गवर्नमेंट परमिशन दी। आज चाहिँ भिड छ है भिड छ मान्छेहरू धेरै आउनु भएको छ। टॉयलेट से पूरा मुक्तिनाथ यज्ञ कुण्ड सही भिड छ है सही भिड छ। हामी आउँदा भिड थिएन यार यस्तो भिड थिएन कहिले आउँदा भिड छ यार क्रेजी बहुत भिड छ यार बहुत भिड छ। अब चाहिँ हामी नुहाउँछौँ यहाँसम्म आइसकेपछि त एक लटमा हुनै पर्यो जति जाडो भए पनि होइन र सर नुहाउँछौँ अनि हाम्रो सुरुवात हो उहाँ रहेछ नुहाइसकेपछि मन्दिरमा यसो दर्शन गर्छौँ अनि फेरि हामी फर्किहाल्छौँ। मुक्तिनाथमा अब एकछिन धारा नुहाउने जाडो जाडो छ अनि कुण्डमा नुहाउने हो है त। Let's go, bro. Let's go. जाडो
ए कति छिटो दौडेको रुको वेट जय मुक्तिनाथ बाबा रक्षा गर्नु सबैको उधुम भिड छ यहाँ त मुक्तिनाथ बाबाको दर्शन गऱ्यौँ अब चाहिँ हामी तल झर्छौँ अनि ल हजुरलाई सम्झेको छु ल अब हामी जाँदैछौँ दिदी मिनाजु सबै सम्पूर्ण परिवारहरूको इच्छा होस् हामी चाहिँ फर्किँदैछौँ अब दर्शन गऱ्यौँ अब हामी चाहिँ फर्किन्छौँ नुहाइधुवाइ गऱ्यौँ बहुत चिसो हल्का सिम पानी पऱ्यो एक थोपाहरू बिस्तारै हामी जान्छौँ स्लोली हामी टेन्सन भएन कि आउँदा त यस्तो गरेर जाँदा त हामी चाहिँ यसो चाउचाउ खानलाई रोकेछौँ हाम्रो स्कुटी यसो रेस्ट पनि गरायौँ चाउचाउ र चिया खाँदैछौँ एकैछिनमा हामी निस्किन्छौँ 15-20 मिनट रेस्ट लिएर चाहिँ मुक्तिनाथ घुमेर फर्कियौँ नन स्टप ननानेको मुक्तिनाथ पुगेर अब फेरि पोखरा पुग्ने हो पोखरा पुग्न अब 40 किलोमिटर छ अहिले चाहिँ अब हाम्रो अचारी ब्रेक यसो अचारी खाने पानी खाने चाहियो नि अझै त इनर्जी बस्दै थाकियो जाने अलिकति खाने अनि सुत्ने तर सिधै त्यसपछि भोलि चाहिँ हामी भइरहेको गर्मी खान आउँछौँ अनि होइन हामी चाहिँ अब हिँड्दै हेम्जातिर आउनलाई यो अझै छ अनि एउटा हामी भ्यू देखेर रोकिएको है यहाँ चाहिँ हामी रोक्ने इन्टेन्सन थिएन तर यो भ्यू देखेर रोकिएको र मैले चाहिँ त्यो भ्यू देखाउँछु